गेस द नम्बर च्यालेन्ज ओके मेरो नम्बर हो यो ल मेरो नम्बर हो यो ओके ल स्टार्ट तिम्रो नम्बर 50 भन्दा तल कि माथि मेरो माथि तिम्रो नम्बर जोड कि बिजोड 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 तिम्रो नम्बर 75 देखि तल कि माथि माथि तिम्रो नम्बर 50 भन्दा तल कि माथि माथि 50 भन्दा माथि हो नि त तिमीले 70 भन्दा माथि भन्यो हो नि त तिम्रो नम्बर 85 देखि तल कि माथि तल ल तिम्रो 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 70 भन्दा तल कि माथि तल तल 72 हो होइन अनि तिम्रो जोड हो कि बिजोड अरे बिजोड तिम्रो नम्बर सुन न तिम्रो नम्बर 70 र 85 को बीचमा भनेपछि तिम्रो नम्बर 78 देखि तल कि माथि त्यस्तो त पाइन यार माथि 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 हो त्यही त अनि माथि हो ल भयो मेरो 78 देखि 85 बिचमा तिम्रो 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 70 भन्दा तल हो नि त 60 भन्दा माथि भयो तिम्रो म सोच्छु ल तिम्रो नम्बर 82 देखि तल कि माथि तल तल है ओके तीनटा अप्सन तिम्रो 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 बिजोड हो 70 भन्दा माथि हो नि त 80 भन्दा तल 78 ए होइन 78 अनि बिजोड भनेको 75 हो तिमीले उस भुल्यो अब तिमीले टिप होइन मलाई थाहा टिप तिम्रो 75 हो होइन तिम्रो 80 भन्यो मैले थियो तिम्रो 80 भन्यो ओके तिमीले सोध्दा हजुर 73 80 भन्दा तल 60 भन्दा माथि हो नि त 71 तिमीले अन्य पत्ता लगाएको थियो तिमीले 60 र 70 को बीचमा अन्य भयो नि त्यो 60 र 70 को बीचमा 70 भन्दा कम नि भने अनि 60 भन्दा माथि नि भने त्यसपछि तिमीले भुल्यो र 80 मा लौ हैन मैले आउ गेस गरेर के मैले भन्छु 73 मा ल मैले म त दिमागमै आउँदै हाल्ने यो भयो अनि टिपोट गर्नुपर्छ 70 थिए तल 60 भन्दा माथि हो नि त अनि बिजोड नम्बर पनि भनेपछि अब पत्ता लाग्यो 67 9 69 63 61 ल एकैचोटि तिमीले मेरो